यही हो ए ल अब हामी चाहिँ यहाँ फ्यामिली डिनरको लागि आएको र आज मेरो 25th एनिभर्सरी हाम्रो भनौँ न हाम्रो वेडिङ एनिभर्सरी 25th एनिभर्सरी र हामी माथि फ्यामिली डिनरको लागि जान गइरहेको छौँ र के छ कस्तो छ अब त्यो चाहिँ सरप्राइज नै छ तर अब स्पेसल यो चाहिँ स्पेसलै हुनुपर्छ 25th एनिभर्सरीको लागि हामी माथि जाँदैछौँ अब कस्तो लाग्यो त राम्रो छ यो ल अब हामी माथि पनि जान्छौँ माथि जाउँ यो चाहिँ 7th फ्लोर हो यहाँबाट अब काठमाडौँ भ्याली स्पेसली यो गौशाला पशुपति एरिया 32 पोतेली एरियाको भ्युज देखिन्छ र राम्रो रहेछ ठाउँ यहाँको एम्बियन्स पनि राम्रै देखिन्छ अब चाहिँ हामी यहाँ भेला भइसकेको छौँ र यो सबै सेटअप पनि भइसकेको छ फोटोग्राफीको तयारी पनि भइरहेको छ अब यहाँ फ्यामिली ग्यादरिङ हुने क्रम पनि जारी रहेको छ र यो हाम्रो 25th एनिभर्सरीको चाहिँ फ्यामिली ग्यादरिङमा चाहिँ अब पहिला सुरु फोटोसुट हुन्छ अनि त्यसपछि बिस्तारै फोटोसुट भएपछि सबै फ्यामिली मेम्बरहरू चाहिँ अब यहीँ काठमाडौँमा भएको फ्यामिली मेम्बरहरू ग्यादर भएपछि चाहिँ अब हामी डिनर गर्छौँ अनि फोटोसुट गर्छौँ डिनर गर्छौँ मेरो जेठी छोरी ज्वाइँको विवाहको 25 वर्ष पुगेको उपलक्ष्यमा धेरै धेरै शुभकामना
happy anniversary to my mother and father. It's been 25 years since you guys have been together, and that's quite an accomplishment. And you've prevailed through challenges, through obstacles, and I just want to say, keep it going. Hopefully the future brings you more happiness, more memories. Happy anniversary. मेरो नाम अर्जित हो म चाहिँ प्रदीप अनि सुप्रिया तिमु सिन्हाको छोरा हो ह्यापी 25th एनिभर्सरी विश गर्छु एनिभर्सरी मेरो देवर बाबु र देवरानीलाई मेरो सानो बाबा र सानो मम्मीलाई 25th एनिभर्सरीको धेरै धेरै शुभकामना चन्दु मम्मी र प्रदीप बाबालाई 25th एनिभर्सरीको धेरै धेरै शुभकामना कहाँ हालेर थाहा छैन उनीहरूलाई वर्तमान गरे बाबु होइन ठुलो नि नमस्ते नमस्ते म थिइनँ म त बिहान गएपछि बेलुका 5 बजी मात्रै आयो हाम्रो परिचय विनायक गेवाली हामी काठमाडौँमै भइहाल्यौँ चन्दुको अङ्कल आन्टी छोरी ज्वाइँलाई वर्ष के अरे 25 वर्षको एनिभर्सरी को शुभकामना ह्याप्पी एनिभर्सरी पच्चिसौँ वर्षगाँठ प्रदीप तिमिल सिन्हा ज्वाइँ साहब र चन्दु गेवाली बहिनीको 25औँ वर्षगाँठको उपलक्ष्यमा शुभकामना ह्यापी 25th एनिभर्सरी मेरो नाम शैलेश पौडेल हो म चाहिँ यता दिदी भिनाजुको म चाहिँ भिनाजुको साडु भाइ परेँ हैन अनि दिजु भिनाजुलाई चाहिँ वैवाहिक जीवनको 25औँ वर्ष पुगेकोमा धेरै धेरै शुभकामना छ अनि यस्तै किसिमले अर्को 25 वर्ष पनि सकाएर 50औँ वर्ष पनि मनाउन पाऊँ यस्तै किसिमले सो Happy 25th wedding anniversary. Many congratulations and best wishes. Happy anniversary दिदी भिनाजु ठुल पापा र ठुल मामुलाई ह्यापी एनिभर्सरी ह्यापी एनिभर्सरी हेलो बाबु भिनाजु नमस्ते ह्यापी एनिभर्सरी हजुर पनि
मन्जु तिमल सिन्हा, म प्रदीप तिमल सिन्हा, सुप्रिया तिमल सिन्हाको बहिनी। आज उहाँहरूको एनिभर्सरी मनाउन आएको हामी यहाँ 32 पुतली द स्ट्यान्डमा। ह्याप्पी एनिभर्सरी दाइ भाउजू। हाई, म चाहिँ दिपिका, चन्दु दिदीको बहिनी, सुप्रियाको बहिनी। दिदी र भिनाजुलाई ह्याप्पी 25th एनिभर्सरी भन्न चाहन्छु। बेस्ट विसेस। नमस्ते, म चाहिँ अनिश घिमिरे, म चाहिँ दिपिकाको हस्बेन्ड। भिनाजु दिदी भिनाजुलाई 25th एनिभर्सरीको शुभकामना। स्वस्थ रहनु, खुसी रहनु, सधैँ सँगै रहनु। थ्याङ्क यू। ह्याप्पी 25th एनिभर्सरी टु माई डियर हस्बेन्ड। सेम टु यू। होइन, अब सधैँभरि चाहिँ यस्तै यस्तै गरेर झगडा गरिराख्न पाऊँ होइन। अनि त्यसपछि माया थोरै भए पनि झगडा चाहिँ धेरै होस्। अनि त्यसपछि झगडै गर्नलाई भए पनि एभ्रिडे एउटा न्यू खोजौँ। अनि त्यसैबाट चाहिँ धेरै 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 माया बढाउँ। नमस्ते, म चाहिँ दिपा, म चाहिँ चन्दु दिदी र भिनाजुको बहिनी, चन्दु दिदीको बहिनी हो। आज चन्दु दिदी र भिनाजुलाई ह्याप्पी एनिभर्सरी, 25th एनिभर्सरी। एकदम खुसी लाग्यो आउन पाएँ। म पनि उता युएसमा बस्थेँ, जस एकदम राम्रो अपर्च्युनिटी पाएँ, भेट्न पाएँ सबजना। एकदम धेरै खुसी छु। थ्याङ्क यू सो मच फर इन्भाइटिङ अस। थ्याङ्क यू। ह्याप्पी एनिभर्सरी वन्स अगेन। म महेश गौतम, म चाहिँ प्रदीप भिनाजु दिदीको भाइ। दिदी भिनाजुसँगको सम्बन्ध मेरो धेरै पहिलादेखि, लगभग 10-12 वर्ष अगाडि म काठमाडौँमा सँगै एउटै घरमा, एउटै फ्ल्याटमा, एउटै परिवार जस्तै गरेर बसेको थिएँ। त्यसपछि प्रदीप भिनाजु, चन्दु दिदी अस्ट्रेलिया जानुभयो र अस्ट्रेलिया गइसकेपछि पनि हाम्रो सम्बन्ध एउटा परिवारको घरभित्रकै सदस्यको जस्तै गरेर मैले सधैँभरि दिदी भिनाजुको माया पाइरहेँ। र आज दिदी भिनाजुको विवाहमा चाहिँ म आफू प्रत्यक्ष सहभागी हुन नपाए पनि, उपस्थित हुन नपाए पनि, आज यो 25 वर्षको विवाह वार्षिकोत्सवमा म सहभागी हुने मलाई एउटा सौभाग्य प्राप्त भएको छ। दिदी भिनाजु दुवैजनालाई यो वैवाहिक वर्षगाँठको अवसरमा एकदम धेरै धेरै शुभकामना म व्यक्त गर्न चाहन्छु। र दिदीको भिनाजुको यो विदेशको बसाइ, अस्ट्रेलियाको बसाइ एकदम अझै धेरै सुखमय होस्। बाबुहरू दुईजना प्रियांशु र सानो बाबुको पनि एकदम भविष्य उज्जवल होस्। म मेरो तर्फबाट एकदम धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। हार्दिक शुभकामना। र फेरि पनि नेपालमा आउने, नेपाल फर्किने र नेपाललाई अस्ट्रेलियामा बसेर पनि माया गर्ने दिदी भिनाजुको यो एउटा जुन चलिआएको जुन चलन छ, त्यसलाई निरन्तरता दिनका लागि पनि म दिदीलाई भिनाजुलाई आग्रह गर्छु। र नेपाललाई
अस्ट्रेलियामा बसिरहेर पनि नेपाललाई सधैँ माया गरिरहनु होला। नेपालको एउटा फिल्म क्षेत्रलाई पनि र पत्रकारिता क्षेत्रलाई पनि भिनाजुले एकदम धेरै माया गरिरहनु भएको छ। उहाँको पत्रकारिता क्षेत्रमा, चलचित्र क्षेत्रमा पनि एकदम ठुलो योगदान छ। नेपालका धेरै चलचित्र कर्मीहरूसँग उहाँको अहिले पनि सम्बन्ध छ। पुराना चलचित्र कर्मीहरूले उहाँलाई अहिले पनि सम्झनुहुन्छ र अस्ट्रेलियामा पनि नेपाली चलचित्रको विकासलाई उहाँले बसेर जुन किसिमको एउटा आफ्नो योगदान गरिरहनु भएको छ त्यसका लागि पनि मैले उहाँलाई धन्यवाद व्यक्त गर्छु र पत्रकारिताका माध्यमबाट नेपाललाई चिनाउनका लागि अस्ट्रेलियामा बसेर जसरी उहाँले आफ्नो भूमिका देखाइरहनु भएको छ त्यसका लागि पनि म भिनाजुलाई एकदम धेरै धेरै बधाई। यो वार्षिकोत्सवले अझै धेरै प्रेरणा मिलोस्, दिदीको साथ हरेक पलमा रहिरहोस्, एकदम धेरै धेरै शुभकामना व्यक्त गर्छु। मेरो नाम चाहिँ जवा शिवाकोटी गौतम हो। आज हामी चाहिँ यो चन्दु दिदी र भिनाजुको चाहिँ 25th म्यारेज एनिभर्सरीमा उपस्थित भएका छौँ। यहाँ चाहिँ हामीलाई एकदमै उहाँहरू चाहिँ अस्ट्रेलियादेखि आएर नेपाल आएर हामी यहाँ नेपालमा भएको आफ्नो कजनहरूलाई चाहिँ यसरी भेला गरेर उहाँको 25th एनिभर्सरी मनाउन पाउँदा चाहिँ एकदमै खुसी छौँ। उहाँहरूलाई चाहिँ 25th एनिभर्सरी अबको 15th एनिभर्सरी नै यस्तै गरी मनाउन पाऊँ नेपालै आएर उहाँहरूसँग भन्ने चाहिँ उहाँहरूलाई चाहिँ म्यारेज एनिभर्सरीको धेरै धेरै शुभकामना। नमस्ते, म शरद गेवाली। नमस्ते, म कविता गेवाली। हामी चाहिँ आजको 25th एनिभर्सरी हाम्रो दिदी भिनाज सुप्रिया शर्मा र प्रदीप तिमल सिन्हाको भाइ हुनुहुन्छ उहाँ, म चाहिँ बुहारी। उहाँको आज 25th एनिभर्सरीको सिल्भर जुब्लीको उपलक्ष्यमा उहाँलाई उत्तर प्रगतिको लागि अग्रिम शुभकामना। उहाँको वैवाहिक जीवन सुख रहोस्, समृद्धि होस्, सधैँ यसरी नै मनाउन पाइरहौँ एनिभर्सरी। त्यही भएर हामी उहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ। नमस्ते, म आकृति भट्टराई। नमस्ते, म दिपेश गेवाली। अनि सुप्रिया दिदीको चाहिँ म बुहारी पर्छु। आज दिदीहरूको 25th वेडिङ एनिभर्सरी हो। त्यसको लागि चाहिँ म दिदीलाई एकदमै धेरै शुभकामना दिन्छु। ह्याप्पी 25th वेडिङ एनिभर्सरी दिदी भिनाजु। एनिभर्सरीको धेरै धेरै शुभकामना दिदी भिनाजु। तिमी पनि ह्याप्पी एनिभर्सरी भन्देऊ। ठुलो स्वरले भन न। चन्दुलाई मैले भेटेको उसको मामाको छोराको बिहामा हो, फर्पिङमा होइन। अनि त्यसपछि अब म त्यो बेलामा अब टेलिभिजनमा काम गर्ने, अनुहार अलिअलि आइराख्ने। अनि त्यसपछि आफूलाई त एकदमै सबैले चिन्छ जस्तो त्यो हुँदो रहेछ कि फेरि एउटा मात्रै टेलिभिजन। अनि त्यसपछि यसो सबैलाई चाहिँ अब इम्प्रेस गर्दै जाँदाखेरि अब सबैजना चिनाएको थियो, नचिन्या भने एउटा चन्दु मात्रै थियो होइन। अनि त्यसपछि हेर्दाखेरि एकदमै राम्रो। अब यसलाई चाहिँ अब बिहा गऱ्यो भनेदेखि मेरो जीवन सुखद हुन्छ होइन भन्ने जस्तो लागेर नजिक होइन। अनि त्यसपछि हुँदै गएको उसले फोन नम्बर दिएको थियो होइन। मैले कहाँबाट दिन्छु फोन नम्बर? मैले फोन नम्बर दिएको थिएँ। फोन गर्ने फोन नम्बर दिया हो कि अब फोन नम्बर पत्ता लगाएको हो त्यो चाहिँ थाहा छैन। र फोन उठाउने फेरि दादा है, दादा फेरि दादालाई बहिनीको फोन आयो कि दादालाई त एकदमै रिस उठ्ने रहेछ है। अनि दादाको फोन आयो भनेदेखि चाहिँ दादाले फोन उठायो भने दादा फोन राखिदिने, को बोलेको फोन राखिदिने होइन। अनि त्यसरी अब बिस्तारै नजिक हुँदै गएपछि अब उता मामा घरको त एकदमै राम्रो नजिकको सम्बन्ध। अनि ठिकै छ, अब राम्रै छ, राम्रै मेहनती मान्छे छ, बिहा गर्नु पऱ्यो भनेर बिहाको कुरा आयो। अनि त्यसपछि बिहाको कुरा पनि भयो। अनि त्यसपछि तर मलाई चाहिँ म प्रिपेयर भएको थिएन। मलाई चाहिँ अब मेरो क्यारियर अब हुन्छ नि यो स्थानमा पुगेपछि म बिहा गर्छु भन्ने थियो। त्यही पनि बिहा भयो, डराइ थोर कामी बिहा गरेको। अनि त्यसपछि बिहा गरेको दिनमा ठ्याक्क जग्गामै एउटाले कान फुक्दियो। त्यो साथी चाहिँ अहिले पर्साको स्टुडियो साफ भएको साथी।
अनि दिनेश सागर भुसार उसले कान फुक्यो अनि उसले के भन्यो भनेदेखि अनि उसको सुप्रियाको त नर्सिङमा नाम निस्क्यो नि भनेपछि अनि ढुक्क भयो अब होस्टेलमा बस्छ अनि अब 3 वर्षमा त आफू बिस्तारै तयारी हुन्छ नि भनेर अनि नर्सिङ भयो यस्तै भयो अनि त्यसपछि अब दुःख सुख चलिरहेको छ अब अहिलेसम्म अब मेरो चाहिँ मेन मेरो जीवनलाई डोर्याउने नै सारथी उयो हो अनि थ्याङ्क यू भेरी मच दुईवटा बच्चाको आमा अनि आफ्नो हेल्थ अनि त्यसपछि अब यति धेरै रेस्पोन्सिबिलिटी छ अनि त्यसपछि त्यहीमाथि मलाई झेल्नुपर्ने छ हार्न कहिले नजाने मान्छे तर चन्दुको अगाडि चाहिँ म जीवन सुखद हुन्छ सफल हुन्छ भने ठिकै छ हार्दिन्छु केही छैन अब कस्तो फोन नम्बर के अरे म चाहिँ उहाँ मामा घरबाट आउने बेलामा चाहिँ भिनाजुले हतार होइन एउटा कागजमा चाहिँ फोन नम्बर लेखेर लाऊ है भनेर दिएँ होइन अब मलाई के को मतलब होइन त्यो फोन नम्बर मैले त्यही बसमै छोडिदिएँ कि जुन बसमा मामा घरबाट आएको छोडिदिएँ अनि अब मलाई मतलबै थिएन नि त अनि त्यसपछि उहाँ मामा घरको अन्जु मन्जुसँग फोन नम्बर लिएर अनि फोन गरेँ अनि मैले फोनै गर्दैन थिएँ अनि थर्काउने मलाई के म घर आउँ कि भेट्न आउँछौ भनेर के अनि मैले भेट्न आउने भए किन अब खुर्कन लाएर घर आएर माग्ने नि भनेर भनेको भिनाजु आइदिए क्या राति अनि के अरे ल म आउँछु घरमा भनेर पुरै टप टु बटम नयाँ लुगा किनेर होइन मफलर सहित नयाँ लुगा किनेर अनि आएर अनि बेलुका राति आएर ल खाने के अरे के खाने त चौचौ खाने भने खाने भने अब मलाई के त रारा चौचौमा टङरङ्ग झोल हालेर भरि बनाएर लिएर आइदिएको टलपल बनाउँदै होइन अनि भिनाजुले अर्को उसमा कचौरामा खन्याएर मलाई गाली गर्छौ नि त यसरी ल्याउने हो भनेर गाली गर्छेपछि कचौरामा खनाइदिएको त्यो कचौराको पनि पियाकै फेरि फ्याल्नु हुँदैन भनेर त्यो झोल बाँकी झोल अनि त्यसपछि अब के भयो त्यस्तै बिहा भयो इन्गेजमेन्ट भयो बिहा भयो छुटेको कुरा चाहिँ अब मैले उसलाई इम्प्रेस गर्नलाई चाहिँ बसन्ती भन्ने चलचित्रको चाहिँ मुहूर्तमा बोलायो यो धेरै ठुलो मान्छे भनेर देखाउनलाई अनि त्यसपछि आयो एकजना साथी लिएर आयो अनि त्यसपछि अब मैले देखाएँ नि मेरो फुर्ती फार्ती त्यो बेलाको जति पनि चलेको मान्छेहरू देख्यो होइन अनि त्यसपछि अब इम्प्रेस भयो होला अब राय समालदेखि लिएर गौरी मल्ल टिभीमा देखे मान्छे देख्दा के को इम्प्रेस नि ल स्टार्ट है त के का थ्याङ्क यू
साथै आजको यो एनिभर्सरीको कार्यक्रम पनि सकिसकेको छ। अब हामी यहाँबाट बाहिर निस्कन लागेको र जो पनि आउनुभयो र जसले विस गर्नुभयो सबैलाई धेरै धेरै धन्यवाद।